अब राजा महेन्द्र हुँदाको कुरा त महेन्द्र राजा त राम राज्य जस्तै हो हजुर उनी राजा होइनन् एउटा चाहिँ नि राम्रो खालको कम्युनिस्ट चाहिँ भन्छन् अहिलेका कम्युनिस्ट चाहिँ कम्युनिस्ट होइनन् उग्रवादी हुन् हजुर त्यति बेला राजाले चाहिँ के गर्थे त भन्दाखेरि आफ्नो प्रजाले दुःख पाए के छ बजार भाउ के छ भनेर आफै घुम्न हिँड्थे हामीले पनि देख्या हो पटुका बाँधेर बजार भाउ निरीक्षण गर्न हिँड्ने त्यस्ता चाहिँ नि एकदम महेन्द्र राजा त्यस्तै थिए वीरेन्द्र राजा पनि त्यस्तै आनन्दीका थिए उनका वंशै नाश महेन्द्रदेखिको चाहिँ आनन्दी चाहिँ हामीले पायौँ महेन्द्र जस्तो राजा भइदिएको भए अहिले त यो त स्वर्गै हुन्थ्यो महेन्द्रले नै अनेकौँ किसिम विश्वमा नेपाल भनेर चिनाउने महेन्द्रै हुन् हजुर महेन्द्र राजा त्यस्तो हुन् वीरेन्द्र पनि एकदम पढे लेखेका अब जनतालाई आघात गर्न हुँदैन जनताको म राजा हुँ जनता नभए पनि राज्य हुँदैन भन्ने खालका महेन्द्र चाहिँ वीरेन्द्र पनि त्यस्तै राजा हुन् ती देउता सरीका हुन् उनको वंशै नाश गर्दै दुष्टहरूले हजुर अनि अहिलेको अवस्था कस्तो अहिले कस्तो छ राजनीतिक अवस्था कुरो नगरौँ अहिले हजुर हो राजनीतिक अवस्था अब दुष्टहरूले राज्य गरेछन् जस्तो चाहिँ भागवतमा भन्छ बिएनले राज्य गरे भने जस्तै अहिले बिएनकै राज्य हो यो बिएनकै राज्य बिएनकै राज्य हो